पूर्ण सबैमा हार्दिक स्वागत छ। यो भिडियो जहाँबाट हेर्दै हुनुहुन्छ तपाईहरु सबैजनालाई हार्दिक स्वागत छ। यो भिडियोमा हामीले यो दृश्य मुसिकोट नगरपालिका वडा नम्बर 10 को नमुना बस्ती टोलबाट कैद गरिरहेका छौं। यहाँबाट 10 नम्बरका विभिन्न टोलहरूलाई देख्न सकिन्छ। हामीले जस पाल्नोपट्टि देखिरहेको यो टोलको नाम चाहिँ सिद्ध गुफा टोल हो। साबिकको गलमपाटी भनेर पनि हामी चिन्छौं। यो चाहिँ नमुना बस्ती मुसिकोट नगरपालिका वडा नम्बर 10 को नमुना बस्ती टोल त्यो पारी देखिरहेको छ। यो चाहिँ हाम्रो मुसिकोट नगरपालिकाको खड्गा टोलको सहायक टोल हो। झाडडारी झ्याङ भन्ने ठाउँ त्यहाँ देख्न सक्नुहुन्छ। यो चाहिँ मुसिकोट नगरपालिकाकै नमुना बस्तीको पाल्लो टोल, वाल्लो र पाल्लो टोल गरेर दुई टोलहरू छ। पछिल्लो समय मुसिकोट नगरपालिका वडा नम्बर 10 को नमुना बस्तीमा सडक सञ्जालले जोडे यता यो गाउँको थप आकर्षक दृश्य पनि बढेको छ र यो गाउँमा पहिला चाहिँ निकै चहल पहल हुने मध्येको एक गाउँ हो। यो पछिल्लो समय शहरीकरण र बसाइसराईले गर्दाखेरि जनसङ्ख्या निकै कम मात्रामा छ। यो देख्न सक्नुहुन्छ पाल्लोपट्टिको टोल हो। यो चाहिँ डेलडाँडा भनेर पनि चिन्छौँ। हामीले यो देख्न सक्छौँ। यी घरहरूबाट सेवा सुविधा खोज्ने नाममा बसाइसराई गर्दै गर्दाखेरि पछिल्लो समय घरहरू यसरी खाली हुँदै गएका छन्। यस्तो छ दृश्य गाउँघरतिरको। तपाईहरुले हाम्रो भिडियो कस्तो लाग्छ कृपया जस्तो लाग्छ त्यस्तै लाइक, कमेन्ट र आफ्ना सुझावहरू व्यक्त गर्न नबिर्सिनु होला। हेर्दै गर्नु होला र हामीसँग जोडिदै गर्नु होला यो भिडियो मार्फत। यतापट्टिको टोल चाहिँ यो सङ्गेनी गैरा टोल हो। यो चाहिँ गहिरोमा भए हुनाले गर्दाखेरि सङ्गेनी गहिरा भन्ने टोल छ। यसरी सडक सञ्जालले जोडेको छ। डेलडाँडासम्म पनि सडक पुगेको छ। यो चाहिँ गाउँको निकै खुसीको कुरा भन्नुपर्छ। यो चाहिँ यसरी विकास भइरहेको छ। पछिल्लो समय गाउँमा हुने विकासले गर्दाखेरि विकासमा सुधार भए तापनि विनाश त्यतिकै मात्रामा हुन्छ। विकास र विनाश चाहिँ एकरथका दुईवटा पाटाहरू हुन्, महत्त्वपूर्ण। र ती पाटाहरूलाई जोड्दै गर्दाखेरि सुविधाहरू उपभोग गर्ने नाममा अथवा बसाइसराई गर्ने नाममा व्यक्तिहरू चाहिँ सहर केन्द्रित गाउँ छाड्नेको लहर चाहिँ बढ्दो छ। त्यसैले गर्दाखेरि गाउँघरमा पहिलाको भन्दा केही कम जनसङ्ख्या त छ अवश्य पनि, तर जनसङ्ख्या नै नभएको चाहिँ होइन भन्दै तपाईले कहाँबाट यो भिडियो हेर्दै हुनुहुन्छ कृपया त्यो ठाउँ उल्लेख गर्न नबिर्सिनु होला भन्दै आजको भिडियोबाट हामी यही छुट्टिने अनुमति चाहन्छौँ। धन्यवाद।